चाहिँ म हजुरहरूलाई सम्झाउन गइरहेको छु है। हामीले यहाँबाट लाइभ भनेको फेज चाहिँ हामीले सिधै ल्याउँछौँ स्विचमा दिन्छौँ हैन। स्विचको एउटा पोइन्टमा दिन्छौँ र अर्को पोइन्टबाट निकालेर चाहिँ हामीले सकेटमा दिन्छौँ। किनकि मोटरको दुईटा प्लग हुन्छ नि, मोटरको यो तीनटा प्लग हुन्छ अर्थिङ सहित। त्यो प्लग चाहिँ हामीले नकाटिकन यो सकेट राख्ने हो क्या। त्यो प्लग किन काटिराख्नु मोटरको हैन, जुन सेटमा आउँछ, जुन मोटर किन्दा आउँछ त्यो नकाट्ने, हामीले एउटा सकेट राख्ने हैन। जहाँनिर मोटर राख्छौँ पहिल्यै फिक्स गरेर एउटा सकेट राख्ने हैन। अब जुन मैले भनिहालेँ यहाँ एमसीबीबाट मेन लाइन ल्यायो, स्विचमा राख्यो, स्विचबाट यसको आउटपुट चाहिँ सकेटको फेजमा दिने हैन, सकेटकै एउटा पोलमा दिने। यो फेज लाइन क्लियर भयो हैन। स्विच अन गर्यो भने यो मोटर पनि चल्छ, मोटर सकेट चल्छ, सकेट चलेपछि प्लग गरेपछि मोटर पनि चल्छ हैन। त्यसपछि अब न्युट्रल हामीले कसरी दिने, यहाँ अब मेन लाइन यही भइहाल्यो, एमसीबीबाट आयो, अब अर्को न्युट्रल आयो हैन। र न्युट्रल आयो, न्युट्रल चाहिँ डाइरेक्ट मोटरमा पनि नदिने, सकेटमा पनि नदिने, स्विचमा त अब दिनु मिल्दैन हैन। डाइरेक्ट लगेर चाहिँ हामीले फ्लोट स्विचको कमन पोइन्टमा दिने। फ्लोट स्विचमा तीनटा वायर हुन्छ है, फ्लोट स्विचमा तीनटा वायर हुन्छ। एउटा ब्ल्याक कलरको हुन्छ त्यो कमन भइहाल्यो, एउटा ब्राउन कलरको हुन्छ त्यो एनसी नर्मल्ली क्लोज, र ब्लू कलरको नर्मल्ली ओपन। हामीले न्युट्रल चाहिँ ल्याएर यो न्युट्रल बनाएको छु मैले, हेर्नुहोस् यो न्युट्रल यसरी ल्याएर टक्कसँगले जुन न्युट्रल यसमा कमनमा दिने हैन। न्युट्रल डाइरेक्ट ल्याएर कमनमा दिने। मान्छेहरूले फेज ल्याएर कमनमा दिन्छन् हैन। फेज चाहिँ फ्लोट स्विचमा फेज चाहिँ कन्ट्रोल गरिराखेको हुन्छन्, तर फेज भन्दा नि न्युट्रल कन्ट्रोल गराउँदा चाहिँ राम्रो है। किनकि अलिकति यस्तो अब लिकेजहरू भयो भने करेन्ट लाग्ने अलिकति चान्स चाहिँ कम हुन्छ है। अब सर्किट त घुम्छ नै न्युट्रलको र फेज जुन दिए पनि त्यही पनि अलिकति कम चाहिँ हुन्छ है। त्यही भएर यहाँबाट न्युट्रल ल्याउने डाइरेक्ट फ्लोट स्विचको कमनमा दिने। यो कमन पोइन्ट हो, यहाँ हेर्नु मैले बनाएको छु ब्ल्याक कमन हैन। यो कमन पोइन्ट हो, कमन वायर हो है, तीनटा वायर हुन्छ, यो एउटा दुईटा तीनटा मैले बनाएको छु। यो कमन हो, कमनमा न्युट्रल ल्याएर डाइरेक्ट दिने। त्यसपछि आउटपुट तपाईहरुले कहाँ फ्लोट स्विच राख्नुहुन्छ त्यसमा डिपेन्ड हुन्छ। तपाईहरुले छतमा फ्लोट स्विच राख्ने, छतमा ट्याङ्की छ, तल भुइँमा मोटर छ हैन, तलबाट माथि तान्ने प्राय त्यही हुन्छ हैन। अब दुईटा फ्लोट स्विच राख्ने पनि म सिकाउँछु, त्यो अरु कुनै भिडियोमा। एउटाको ट्याङ्कीमा माथि राख्ने चाहिँ त्यो म सिकाउँदैछु है। यो त्यसमा चाहिँ यो ब्लू हुन्छ है। हामीले न्युट्रल आउटपुट चाहिँ ब्लूबाट गर्नुपर्छ। ब्लू र ब्राउन हुन्छ। ब्राउन भनेको अर्को तलको ट्याङ्कीको लागि, ब्लू भनेको माथिको लागि है। यो